परमेश्वरलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि यो सुन्दर बिहानी अनि परमेश्वरले अनि हामीलाई दिनुभएको छ यो दिन, यो समय, यो अवसरको निम्ति अनि परमेश्वरलाई हृदयदेखि धन्यवाद। र सम्पूर्ण ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरूमा विजय श्री ख्रिस्टको नाउँमा जय मसीह, साथै नमस्कार अनि आरामको कामना गर्दछु। अनि परमेश्वरलाई धन्यवाद छ यो समय अनि सानो एउटा वचन तपाईँहरूको बिचमा राख्नको निम्ति मलाई यो मौका, यो अवसर अनि परमेश्वरले दिनुभएको छ। आज म यहाँको बिचमा एउटा सानो वचन राख्दैछु। अनि 1 यूहन्ना 5:11 र 12 पदमा यहाँ यस्तो लेखिएको छ। अनि गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँका पुत्रमा छ। अनि जससँग पुत्र हुनुहुन्छ अनि त्यससँग जीवन छ, अनि जससँग परमेश्वरका पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। आमेन। वास्तवमा गवाही चाहिँ यही हो। अनि परमेश्वरले आज तपाईँ र मेरो निम्ति अनि प्रभु यीशु ख्रिस्टलाई अनि यो संसारमा दिनुभएको छ। अनि उहाँमा चाहिँ मानिस जातिहरूको एउटा अनन्त जीवनको निम्ति अनि मानिस जातिहरू चाहिँ अनन्त मृत्युमा नपुगुन् भन्ने हेतुले अनि परमेश्वरले चाहिँ आज यो संसारमा आजभन्दा अनि 2000 वर्ष अगाडि चाहिँ प्रभु यीशु ख्रिस्टलाई मानिसहरूको निम्ति बलिदान स्वरूप यो संसारमा चाहिँ पठाउनु भएको छ अनि पठाउनु भएको थियो। साँच्चै यदि हामी प्रभु यीशु ख्रिस्टमाथि विश्वास गर्छौँ भनेदेखि अनि उहाँमाथि हामी जीवन छ भन्ने कुरालाई अनि मान्छौँ र उहाँलाई विश्वास गर्छौँ भने चाहिँ साँच्चै नै अनन्त जीवन उहाँमा छ। अनि वचनले पनि त्यही भन्छ, गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ। अनि त्यो जीवन केमा छ भन्दाखेरिमा त्यो जीवन चाहिँ प्रभु यीशु ख्रिस्टमाथि छ। यदि हामी प्रभु यीशु ख्रिस्टमा हामीले विश्वास गर्न सक्छौँ अनि विश्वास गऱ्यौँ भनेदेखि अनन्त जीवन चाहिँ प्रभु यीशु ख्रिस्टमा छ। अनि यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। अनि आज हामी कतिचोटि अनि चर्च जाँदै गर्दा अनि वचन सुन्दै गर्दा होइन, अनि आत्मिकी जीवनहरूलाई अगाडि बढाउँदै गर्दाखेरि हाम्रो जीवनमा कयौँचोटि सोच्न बाध्य बनाउँछ। अनि हामी कतिचोटि सोच्न बाध्य हुन्छौँ कि मैले प्रभुमा विश्वास त गरेँ अनि म चाहिँ चर्च जाँदैछु होइन, अनि जीवन छ कि छैन। अनि आज मानिसहरूले भन्दै गर्दा अनि हामी हिँड्दै गर्दा होइन, धेरै कुराहरूले हाम्रो समाजले हाम्रो आफन्तहरूले पनि हामीलाई कतिचोटि त्यो कुराहरूले हाम्रो हृदयलाई अप्ठ्यारो पारिदिन्छ अनि हाम्रो जीवनलाई पनि असहज महसुस गराइदिन्छन्। अनि तर हामी यो समय, यो अवस्थामा चाहिँ हामी डगमगाउनु हुँदैन। जीवन छ, प्रभु यीशु ख्रिस्टमा हामी विश्वास गर्छौँ र उहाँमा हामी भरोसा गर्छौँ र उहाँमा नै अनन्त जीवन छ भन्ने कुरालाई हामी एकदम पूर्ण रूपमा भरोसा गर्छौँ र विश्वास गर्छौँ भने हाम्रो निम्ति चाहिँ परमेश्वरले जीवन पक्कै दिनुहुनेछ। अनि त्यही कुराहरू चाहिँ वचनले भन्दछ। हाम्रो जीवनमा हाम्रो आफन्तले के भन्ला अनि मेरो साथीभाइले के भन्ला अनि मेरो परिवारले के भन्ला भन्दा पनि परमेश्वरको वचनले के भन्दैछ अनि परमेश्वरले हाम्रो निम्ति के गर्नुभएको छ भन्ने कुरा चाहिँ आजको निम्ति विशेष र महत्त्वपूर्ण कुरा हो। आज हामीले यो कुराहरू बुझ्न निकै जरुरी छ। अनि वचनले पनि हामीलाई यो कुराहरू चाहिँ अनि बताइराखेको छ। अनि यो जीवन उहाँमा उहाँका पुत्रमा छ होइन। आज हामी यदि यो जीवन चाहिँ हामी सोच्छौँ मृत्युको पछाडिको जीवन कसले देखेको छ होइन। अनि आज यो रमझम अनि विलासिताको यो संसारमा हामी रमाइराख्दा अनि यही क्षणलाई हामी चाहिँ आनन्दमय ठान्दै गर्दा अनि योभन्दा पछाडिको जीवन चाहिँ महत्त्वपूर्ण छ। तर हामीले आजको दिनभरमा जिउँदै गरेको जीवन पनि हामीले आशिषमय प्रकारले जिउनुपर्छ। अनि हामीले मृत्यु पछाडिको त अनन्त जीवन चाहिँ प्रभु यीशु ख्रिस्टमाथि विश्वास गरिसके पछाडि अनि पाउने अनि प्राप्त गर्ने जीवन हो। अनि जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ है। वचनले पनि त्यही कुराहरू भन्दछ। तपाईँ र मैले प्रभु यीशु ख्रिस्टलाई चाहिँ मेरो व्यक्तिगत रूपमा मेरो मुक्तिदाता अनि उद्धारकर्ता हो भनेर जब जुन दिनबाट हामीले ग्रहण गर्छौँ अनि जुन दिनबाट हामीले उहाँमा भरोसा गर्न थाल्छौँ अनि उहाँ चाहिँ हामीसँग हुनुहुन्छ अनि जोसँग उहाँ हुनुहुन्छ अनि त्यो मानिससँग चाहिँ जीवन छ। अनि जोसँग परमेश्वरको पुत्र हुनुहुन्छ त्यससँग जीवन हुँदैन। जोसँग परमेश्वरको पुत्र हुनुहुन्न
त्यससँग चाहिँ जीवन हुँदैन है। यो कुरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ। आजको दिनमा हामीले कतिचोटि कुराहरू बुझ्दैनौँ अनि कति कुराहरू हामी बुझ्न चाहँदैनौँ अनि कतिचोटि हाम्रो कुराहरू खोज्दैनौँ अनि खोज्न चाहँदैनौँ। यी कुराहरूले चाहिँ हाम्रो जीवनलाई अलिकति अप्ठ्यारो पारिराखेको हुन्छ। अनि वचनले स्पष्टसँग भनेको छ, परमेश्वरको वचनले हामीलाई स्पष्टसँग हामीलाई भन्नुभएको छ कि जसले चाहिँ प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्छ त्यसलाई चाहिँ अनन्त जीवन छ। अनि जसले चाहिँ प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्दैन अनि प्रभु यीशु ख्रीष्टमा जिउँदैन अनि त्यससँग चाहिँ जीवन छैन। अनि त्यस भएपछि आजको दिनहरूमा जसरी तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेका छौँ अनि विश्वास गरिराखेका छौँ भनेदेखि तपाईँ र मैले एउटा कुरा याद गर्नुपर्छ प्रिय मित्रहरू कि तपाईँमा चाहिँ अनन्त जीवन छ होइन। यदि आज हामीले विश्वास गरेका छौँ, आज हामीले उहाँमा भरोसा गरेका छौँ र उहाँलाई चाहिँ हामीले व्यक्तिगत रूपमा स्वीकार गरेका छौँ, प्रेम गरेका छौँ र उहाँमा चाहिँ सबै कुराहरू सम्भव छ भन्ने कुरालाई हामीले घोषणा गर्दै हिँडेका छौँ भनेदेखि तपाईँ चाहिँ परमेश्वरको राज्यको निम्ति महत्त्वपूर्ण व्यक्ति अनि शक्तिशाली व्यक्ति हुनुहुन्छ। त्यसैले म यहाँलाई एउटै कुराहरू भन्न चाहन्छु अनि एउटै कुराले तपाईँहरूलाई उत्साह दिन चाहन्छु कि हामी जुन दौडमा छौँ अनि हामीले जुन तरिकाले हामी आज प्रभु यीशु ख्रीष्टमा विश्वास गर्दैछौँ अनि विश्वास गरिराखेका छौँ, यो विश्वास चाहिँ खेर जाने छैन अनि यो विश्वास चाहिँ हामीले बेकारमा हुने पनि छैन। किन भन्दाखेरि अनि परमेश्वरले तपाईँ र मेरो निम्ति अनि प्रभु यीशु ख्रीष्टलाई दिनुभएको छ अनि उहाँ चाहिँ आज हाम्रो निम्ति उहाँ कल्वारीको त्यो क्रुसमा मृत्युलाई अँगाल्नु भएको छ ताकि उहाँको मृत्युले चाहिँ तपाईँ र मैले जीवन पाओस् भन्ने उहाँको चाहना हो। अनि उहाँमा जुन हामी विश्वास गर्छौँ जोसँग प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ अनि त्यससँग फेरि अनन्त जीवन पनि छ। जसले चाहिँ विश्वास गर्दैन अनि त्यसलाई फेरि जीवन छैन भनेर बाइबलले स्पष्ट भन्दछ। त्यसैले म यहाँलाई यही कुराहरू भन्न चाहन्छु, हामीले गरेको विश्वास, हामीले गरेको उहाँमाथि गरेको भरोसा अनि उहाँमाथि गरेको हाम्रो पूर्ण रूपको एउटा आशा सबै कुराहरू चाहिँ व्यर्थ हुने छैन। हामीले गरेको हरेक कुराको प्रतिफल चाहिँ परमेश्वरले हामीलाई दिनुहुनेछ। अनि आजको वचन सुनाइ र पढाइमा अनि परमेश्वरले हामीलाई आशिष दिनुभएको होस्। धन्यवाद। आमेन।